अर्को कुरा के हो भने धर्म भनेको पूजापाठ मात्र होइन, मन्दिर मस्जिद चर्चमा गरिने धार्मिक अनुष्ठान मात्र धर्म होइन। धर्मले मान्छेको कर्तव्य, नैतिकता, पारिवारिक सामाजिक सम्बन्ध र मानवीय आचरणबारे एउटा बृहत्तर धारणा बनाउँछ। एक लाइनमा भन्दा धर्म भनेको समाजको जीवन दर्शन हो। त्यसैले धर्म समाजको सार्वजनिक जीवनबाट पूर्णतः अलग हुने विषय हुँदै होइन। जुन कुरा सामाजिक जीवनबाट पृथक छैन त्यो कुरा राज्यबाट पृथक हुन्छ भन्नु मूर्खता मात्र हो। कुनै पनि देशको राष्ट्रिय पहिचान उसको इतिहास, संस्कार, चाडपर्व, वास्तुकला, साहित्य र धार्मिक परम्परासँग जोडिएको हुन्छ। हामीले मनाउने दशैं तिहार, शिवरात्रि, बुद्ध जयन्ती, जनै पूर्णिमा, इन्द्र जात्रा जस्ता सांस्कृतिक चाडपर्वहरू व्यक्तिगत विषय हुन् त। यी परम्पराहरू हाम्रो सामाजिक पहिचान हुन् र यिनले तपाईँ हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनको डिसाइड गरेका हुन्छन्। यी धार्मिक सांस्कृतिक गतिविधिले नै हाम्रो सामाजिक संरचनालाई कसिलो बनाएका हुन्छन्। अर्थात् धर्म संस्कृति भनेको हाम्रो समाजको आत्मा हो। त्यसकारण राज्य र धर्म फरक हुन्छन् भन्नु सैद्धान्तिक र व्यावहारिक रूपमा तथ्यसङ्गत छैन। राज्य कुनै पनि धर्मको अधीनमा हुनु हुँदैन, तर समाजको धार्मिक सांस्कृतिक चरित्रबाट राज्य टाढा हुनै सक्दैन। समाजको धार्मिक र सांस्कृतिक जीवनसँग राज्यको अन्योन्याश्रित सम्बन्ध हुन्छ। राज्यसँग प्रहरी, अदालत र जेल हुन्छन्, तर समाज त कानुनबाट मात्र सञ्चालित हुँदैन। आत्मसंयम, कर्तव्यबोध, पाप र पुण्यको चेतना, परोपकार, सत्य र अहिंसा जस्ता मूल्यले सामाजिक अनुशासन तय गरेका हुन्छन्। यस्ता मूल्यहरू धार्मिक परम्परा र धार्मिक अभ्यासबाट विकसित भएर आएका हुन्छन्। यिनै मूल्य र मान्यताहरू राज्यले तय गर्ने नीति, नियम र कानुनमा प्रतिबिम्बित हुन्छन्। यही कारण एउटै विषयमा फरक फरक धार्मिक परम्परा भएका देशमा फरक फरक कानुन बनेका छन्। तसर्थ राज्य सञ्चालन समाज व्यवस्थाको आधुनिक रूप हो भने धर्म समाज व्यवस्थाको परम्परागत रूप हो।